हेलो गाइज, हामी चाहिँ आज यो खातबारीको माने भन्ज्याङ भन्दा नि अरुण थानको यो चुली डाँडामा आएको छौँ। हामी पहिला यहाँ फेरि भ्लगमा सबै आउँछ हो केटा हो। पिसाब चुरोट खाओ, गाँजा खाओ, फेरि 360 चारैतिर टक्कसँग हामी चाहिँ आज 5 भाइ भान्जा हो। एकछिन नगर न। 5 जना हामी चाहिँ ट्याक्क यो आधी कार्टुन बियर ट्याक्क खाने सिलेर लिएर सर आएको छौँ। हाई भन्थ्यो, हाई हो त्यसरी देखिन्छ नि फेरि सर र भान्जाले तल दिइसक्यो। केटाहरू हिँडिरहनु सर र हामी चाहिँ आज ट्याक्क एकछिन यसो केटाहरूसँग रमाइलो गरेर बसेर खाएर ट्याक्क। तर यहाँ चाहिँ एउटा यस्तो पार्क जस्तै भइसक्यो क्या, सबैजना घुम्ने आउने यस्तो रमाइलो डाँडामा छ क्या। गर्मी पनि त्यस्तै छ। उफ राम्रो ठाउँ छ है यो यता। अबै नगर बाबा। यहाँ चाहिँ सबै यस्तो रमाइलो आन्टीहरू नि आउनु भएको छ। यहाँ आन्टी प्लिज धन्यवाद तपाईँहरूलाई। हामी तपाईँहरू आउँदै हुनुहुन्छ भनेर छोडेर आएको। हस् हस् हस्। ए चिप्लो छ है बाबा, चिप्लो छ। अलिक डराउँदो रहेछ कान्छा, बोक्ने बेला भयो। हस् ल ल ल ए अठ्याउँदै झार। ठिक छ ल। ओहो अलिक हावा खाने ठाउँमा जाँदा गर्मी भयो। यहाँ पो रमाइलो रहेछ है। सबजना हामी यहाँ घुम्न आइसकेका छौँ। एकचोटि ए भन्छ एकदम दिइरहेको छु मैले, डट हानिरहेको छु यहाँ। ल उँधो उँभो सबै अलि डाँडामै बसौँ न। त्यो हुँदा नि डाँडामै हेर मुनतिरै झारमा बसौँ। ल हेलमेट चाहिँ डाँडामा नराखौँ, यता खोल्छिमै राखौँ। बाँदर छ त यता। पुरा हुँदैन होला हेलमेट खोइ होइन गयो भने त फेरि भन्दैन। यता राखौँ न झारमा। यता चाहिँ पारी कुन गाउँ हो यो? चन्दनपुर। ए चन्दनपुर। यता चाहिँ यो के हो? हेलमेट त केही हुँदैन। यो चेवा ऊ तल चियाबेसी त्यो तुमलिङ भइहाल्यो। खातबारी यता यो के हो यो यता ल हाम्रो यहाँ हाम्रो ओ सम्धी। ए यहाँ छ माइक छ माइक ल यो राख्नु न माइक निकाल्नु नि त। निकाल्नु न लाउनु त। यो बाख्रा कराउँछ। भान्जालाई फेरि के टोइलेट आएको? ओ भान्जा ए ल त्यसै गरेर हाम्रो अब कारबाहीलाई अगाडि बढाउँ। उताबाट नि मान्छे फोन चाहिँ उठा केटा। तपाईँ देख्न सक्नुहुन्छ यहाँ राम्रो सबैजना देखिरहेछ। राम्रो दृश्यसँगै रमाइलो यो वातावरणमा तपाईँ रमाउन सक्नुहुन्छ। तपाईँलाई नि देखाउनु न। यो सबै देख्छ वरिपरि यो सबै देखिरहेछ। यो घुमाउनै पर्यो। ऊ तलको नि देख्छ यता।